हेलो नमस्ते सुबारो म चाहिँ आज एउटा सानो भिडियो लिएर आएको छु। सबैजनालाई ह्याप्पी दसैँ। तपाईहरु पनि दसैँ राम्रै हुँदै होला र मेरो पनि राम्रै चलिरहेको छ। म चाहिँ आज यहाँ फोटो खिच्नु भनेर आएको छु। मेरो बहिनी नन्दा र भान्जीसँग चाहिँ फोटो खिच्नु भनेर आएको छु। यो चाहिँ टक्कसँग यस्तो लुङ्गी लाएर हैन। अनि त्यसपछि अहिले चाहिँ दिनभरि नै पानी परिराखेको थियो नि त। अहिले पानी रहेर एकदम राम्रो मौसम भएको छ। फोटो खिच्नु के मेरो नन्दाजी आउँदै हुन्छ ब्याग बोकेर चाहिँ फोटो खिच्नुलाई। चप्पल के खोजिरहेको छ मान्छे? चप्पल चाहिँ छैन। कसले? ए म त दाजुले कि भनेर नि। ए मेरो हात गल्यो। म चाहिँ यसरी भ्लग बनाउन नसक्ने रहेछु।